पार्वती धर्मेको श्रीमती हो भनेर अहिले गौरीले चाहिँ थाहा पाइसकेकी छिन्। के अब गौरीले धर्मेलाई कस्तो सजाय देला त? अब गौरी र चाउरे मिलेर उक्त पापी धर्मेलाई चाहिँ सजाय दिनुपर्छ भन्ने जतिले मेरो यस भिडियोलाई लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गरेर हामीलाई सक्दो सपोर्ट गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ सुरु गरौँ। यता धर्मेको सानीमाले धर्मेलाई अब त्यो गौरीलाई छोड्दे, अब तैँले चाहिँ पार्वतीलाई उतै मुम्बईमा भगाएर लैजा, यानि कि त घरमा लैजा कि त मुम्बईमा लैजा भनेका हुन्छन्। अनि त्यहाँबाट पार्वती र धर्मे चाहिँ सुत्न गएका हुन्छन्। तर त्यहाँ धर्मेलाई चाहिँ निन्द्रा लागिरहेको हुँदैन। मैले कसरी गौरीलाई छोड्ने, कसरी पार्वतीलाई भगाएर मैले मुम्बईमा लाने भन्दै त्यहाँ धर्मे चाहिँ गहिरो सोचमा परेका हुन्छन्। यता गौरी पनि सुतिरहेकी थिइन्। त्यत्तिकैमा त्यहाँ एक्कासी उनको पेट दुख्न थाल्छ। पेट दुखेपछि त्यहाँ गौरीले चाहिँ आफ्नो दाइ चाउरेलाई बोलाउँछन्। अनि गौरीले चाहिँ धर्मेलाई बोलाएर ल्याउनु भन्दै धर्मेको घरमा चाहिँ आफ्नो चाउरे दाजुलाई पठाउँछन्। यता चाउरे दाजु धर्मेको घरमा गएपछि धर्मेलाई बोलाउँछन्, ढोका ढकढक बनाउँछन्। तर त्यहाँ धर्मेले चाहिँ सुने पनि नसुने जस्तो गर्दै सुत्छन्। अब चाउरेले चाहिँ उक्त पार्वती चाहिँ धर्मेको श्रीमती हो भन्ने कुरा थाहा पायो भने अब उनीहरूले मलाई बाँकी राख्दैनन् भनेर चाहिँ त्यहाँ धर्मे चाहिँ चाउरेले बोलाएको सुने पनि नसुने जस्तै गरेर सुतिरहेका हुन्छन्। त्यतिकैमा उक्त चाउरेले बोलाएको कुरा चाहिँ यता पार्वतीले सुन्छन् र पार्वतीले चाहिँ धर्मेलाई उठाएर बाहिर लान खोज्छन्। तर धर्मेले चाहिँ त्यो त पागल हो, त्यसको कुरा सुन्नु हुँदैन भनेर चाहिँ पार्वतीलाई भनेपछि चाउरेले धेरै पटक बोलाएपछि यता धर्मेको सानीमा चाहिँ आएर ढोका खोल्छिन् र त्यत्तिकैमा त्यहाँ हतार हतार यता पार्वती पनि ढोकामा आएका हुन्छन्। अनि त्यहाँबाट चाउरेले ओहो यो नानी त को हो, हिजो हाम्रो घरमा आउनु भएको थियो भन्दाखेरि चाहिँ यता धर्मेको सानीमाले चाहिँ ऊ चाहिँ मेरो दिदीको छोरी भन्न मात्र लागेकी थिइन्। यता पार्वतीले चाहिँ म धर्मेको श्रीमती हुँ दाजु भनेपछि ए त्यसो भएर पो यो धर्मे हाम्रो घरमा नआएको रहेछ, यसको नाम चाहिँ धर्मे, काम चाहिँ अधर्मी गर्ने रहेछ भन्दै त्यहाँ चाउरेले चाहिँ धर्मलाई भनिरहेका हुन्छन्। फेरि चाउरेले चाहिँ धर्मलाई भन्छन् मेरो बहिनीलाई भुँडी बोकाएर यो यहाँ आफ्नो श्रीमतीसँग रजाइ गरेर बसेको रहेछ होइन, यो कहाँ छ, यसलाई बाहिर निकाल नत्र म आफै भित्र गएर यसको मुन्टो सुन्टो भाँचिदिन्छु भन्दै चाउरे चाहिँ एकदमै धेरै रिसाउँछन्। अनि त्यहाँबाट पार्वती चाहिँ भित्र गएर होइन त्यो बाहिर बसेको मान्छेले के भनिरहेको छ, तपाईँले उसको बहिनीलाई भुँडी बोकाउनु भयो रे हो भन्दै धर्मसँग प्रश्न गर्छन्। तर यता धर्मले चाहिँ त्यो पागलको कुरा सुनेर पनि हुन्छ, त्यसको बहिनीलाई मैले चिनेको छैन, त्यो बाहिर कराइरहेको मान्छेलाई पनि मैले चिनिरहेको छैन, त्यसको कुरा नसुन भन्दाखेरि चाहिँ यता पार्वतीले भन्छन् एक्कासी अरूको घरमा आएर यति राति आफ्नो बहिनीलाई तपाईँले भुँडी बोकाउनु भयो भनेर कराउँछ र कुन चाहिँ पागलले भन्दै पार्वतीले चाहिँ धर्मलाई भनिरहेका हुन्छन्। अनि त्यहाँबाट पार्वतीले चाहिँ हिँड्नुहोस् त बाहिर, दुधको दुध पानीको पानी बनाउनुहोस् मलाई भन्दै धर्मलाई जबरजस्ती बाहिर ल्याएका हुन्छन्। यता धर्म भने बाहिर आउनै मानिरहेको हुँदैन, मेरो प्यारी सुत सुत भन्दै यताउता भन्दै धर्मेलाई चाहिँ त्यहाँ टार्न खोज्छन्। तर त्यहाँ पार्वतीले चाहिँ जबरजस्ती चाहिँ धर्मेलाई बाहिर ल्याएका हुन्छन्। अनि त्यहाँबाट चाउरेले चाहिँ मेरो बहिनीलाई भुँडी बोकाएर त चाहिँ यहाँ मस्तले सुतिरहेको छ होइन, मेरो बहिनी चाहिँ उता अहिले पेट दुख्यो भनेर छटपटाइरहेको छ, त्यही भएर पो त यहाँ किन लुसु लुसु आउँदो रहेछ सानीमाको घरमा भन्दाखेरि त तैँले आफ्नो श्रीमती घरमा ल्याएर राखेको रहेछ, आफ्नो श्रीमती घरमा राख्ने, मेरो बहिनीमाथि रजाइ गर्ने, त खुरुक्क मेरो घरमा हिँड त चाउरेले भन्दाखेरि चाहिँ यता धर्मेले भन्छन् तपाईँ को हो, तपाईँलाई मैले चिन्न सकिनँ, अरूको घरमा आएर यसरी आधी रातमा कराउने हो भन्दै त्यहाँ धर्मेले चाहिँ चाउरेलाई नचिनेको जस्तो कुरा गर्छन्। अनि त्यहाँबाट पार्वती पनि एकदमै धेरै रिसाउँछिन्, उहाँले भनेको कुरा सही हो जस्तो लाग्छ, अब तपाईँ उहाँको घरमा हिँड्नुहोस्, दुधको दुध पानीको पानी बनाउनुहोस् भन्दै त्यहाँ पार्वतीले चाहिँ चाउरेको घरमा चाहिँ धर्मेलाई लिएर गएका हुन्छ भन्दै त्यहाँबाट पार्वतीले चाहिँ जबरजस्ती चाउरेको घरमा धर्मेलाई लिएर गइरहेको हुन्छ।
अनि त्यहाँबाट गौरीले चाहिँ ओहो उहाँलाई त मैले हिजो पनि देखेको थिएँ, उहाँ चाहिँ को हो त भन्दाखेरि चाहिँ यता पार्वतीले म धर्मेको श्रीमती हुँ भनेपछि यता गौरी चाहिँ छाँगाबाट खसेको जस्तै हुन्छन्। यता गौरी भने बाहिर बसिरहेकी हुँदी रहेछिन्। उसको पेट दुख्न चाहिँ अलिकति कम भएको रहेछ, त्यही भएर चाहिँ उनी बाहिर बसिरहेकी हुँदी रहेछिन्। अब गौरीले धर्मको अर्को श्रीमती पनि छ भन्ने कुरा थाहा पाइसकेकी छिन्। अब चाउरे र गौरी मिलेर चाहिँ धर्मेलाई चाहिँ कस्तो सजाय देला त, त्यो हेर्न भने एकदमै रमाइलो हुनेछ। त्यो पापी धर्मेलाई चाहिँ एकदमै धेरै ठुलो सजाय दिनुपर्छ। यानि कि अब गौरीले चाहिँ पुलिसलाई फोन गरेर हुन्छ कि के गरेर हुन्छ बोलाएर धर्मेलाई चाहिँ पुलिसको जिम्मा लगाएर जेलमै सडाउनुपर्छ। त्यस्तो पापीलाई त्यत्तिकै खुल्ला ठाउँमा छोड्नु हुँदैन। फेरि उसले चाहिँ अब अर्को चेलीबेटीहरूलाई आँखा लगाउँछन् र आफ्नो माया जालमा बनाउँछन् अनि त्यहाँबाट उसलाई पनि गौरीलाई जस्तै गरेर छोड्छन् भन्दै आजको यो भिडियोबाट म प्रकाश बिदा हुन्छु। हस्त नमस्ते, जय नेपाल, बाई बाई।